तपाईको पर्खाल चर्किएको छ तर अझै ढलेको छैन। सबैभन्दा पहिले इटाको खोक्रो भाग कहाँ छ भनेर पत्ता लगाउन प्री ड्रिल पहिले सानो प्वाल बनाइन्छ। त्यसपछि विभिन्न आकारका फलामका डन्डीहरू मोडिन्छन्। त्यसपछि प्रत्येक फलाम गाडिने ठाउँमा लगेर पेन्सिलले चिनो लगाइन्छ। यसरी गर्दा कुनै गल्ती हुँदैन। यो सकिएपछि तपाईले चिनो लगाएको ठाउँमा मार्बल काट्ने मसिनले काट्नुहुन्छ। यसले काट्न धेरै सजिलो बनाउँछ। त्यसपछि मार्टेलेट प्रयोग गर्दा काम झन सजिलो हुन्छ। त्यसैले नै मैले पहिले प्री ड्रिल गरेको हुँ, इटाको खोक्रो भाग कहाँ छ भनेर पत्ता लगाउन, किनकि यसरी भत्काउने काम सजिलो हुन्छ। त्यसपछि सबै धुलो हटाउन प्रशस्त पानी हालिन्छ। अब फलाम गाड्नका लागि मोटा बालुवाको मसला बनाइन्छ। प्रख्यात 2:1, 2 भाग बालुवा र 1 भाग सिमेन्ट। यसरी बनाएको मसला बलियो हुन्छ। फलामका डन्डीहरू यही मोटा बालुवाको मसलाको बीचमा गाडिन्छन्। यहाँ प्रत्येक फलाम आफ्नो काट अनुसार ठिकसँग मिलेर बस्छ। चर्किएको भाग पनि खुइल्याइयो, किनकि त्यहाँ पनि केही बेरमा मसला लगाइनेछ। पहिले मसला हालिन्छ, त्यसपछि फलाम मसलाको बीचमा राखिन्छ र फेरि माथिबाट थप मसला हालेर पूरा गरिन्छ। यसरी गर्दा चर्किएको भाग राम्रोसँग सिउँदिन्छ र फेरि खुल्दैन। यहाँ हेर्नुहोस्, पहिले मसला हालिन्छ, त्यसपछि फलाम बीचमा राखिन्छ अनि फेरि मसला हालेर पूरा गरिन्छ। यसरी फलाम मसलाको बीचमा बसेकाले संरचना बलियो हुन्छ। करिब 2 घण्टा सुक्न दिएपछि अलि पर्खेर फाइन बालुवाले फिनिशिङ गरिन्छ। यसरी फाइन बालुवाको फिनिश गर्दा चिरा पर्दैन, किनकि मोटा बालुवाको मसला पहिले नै राम्रोसँग बसेको हुन्छ। अब 2 दिनपछि नतिजा हेर्नुहोस्, सिउनी साँच्चै धेरै राम्रो भएको छ। अब यो पर्खाल फेरि चर्किदैन। अब भने साँच्चै गुणस्तरीय काम भएको छ। तपाईको घरभरि पर्खाल चर्किएको त्यो व्यक्तिसँग यो भिडियो शेयर गर्न नबिर्सनुहोस्।